यतापट्टि चेनमा हो बाहिर ए सो गाइज हामीले चाहिँ यहाँ सामान हालिसकेको थियौँ फेरि डकुमेन्ट चाहिँ लानुपर्ने भयो क्या ल हामी आइसक्यो गाइज अहिले त मान्छे त आमा अहिले त थिएन अहिले धेरै भिड हुँदो रहेछ यार हजुर यहाँ त गाइज फ्रीमै दिएला जस्तो गर्दैन फ्रीमै आउँछ ल अहिले भर्खरको भर्खर झरेछ यार ल ल यार सो त्यही हो गाइज है चितवन बजार दामी देखिरहेको छ अगाडि भ्यू कस्तो दामी देखिरहेको छ है चितवन पनि ठुलै छ नि गाइज है त्यही हो मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई न्यू मोटर ब्लग सो आज चाहिँ म अनएक्सपेक्टेड भयो क्या आज चाहिँ म बिहानै 5 बज्यो अहिले हामी चाहिँ बहिनी र म चाहिँ चितवन जाँदैछौँ आज अचानक चितवन जानुपर्ने काम पर्यो सो त्यही भएर चाहिँ हामी किन जाँदैछौँ त्यो चाहिँ अहिले म बाटोमा भनौँ ल बहिनीको चाहिँ अब मनोकामना निस्किने अब ऊ छ अरे क्या त्यहाँ पनि निस्कनु पर्छ होला अनि बहिनीले कुद्नुपर्ने हुन्छ अनि आज केबल कार चाहिँ चढ्नुपर्छ टक्क अनि केबल कार चढेर मनोकामना निस्केर अनि बहिनी र म चाहिँ फेरि चितवन रिटर्न भइहाल्छौँ गइहाल्छौँ अनि चितवन पुगेपछि चाहिँ हामी फेरि 2:30 बजीतिर चाहिँ हामी यता आइपुग्नु पर्ने छ क्या सो त्यही भएर अलिकति सर्टेज टाइम छ लेस अब रन्काउनु त परिहाल्यो नि अलिअलि बाटो खाली छ क्या बिहानै सो त्यही हो गाइज अब कुरा गर्दै जाऊँ आजको बाटोको अब भ्यूहरू चितवन चाहिँ म एकचोटि मात्रै पुगेको छु क्या चितवन चाहिँ म गएको पनि छैन पहिला एकचोटि चाहिँ म गुल्मी तामघाटसम्म चाहिँ म गएको थिएँ घुम्नु चाहिँ जानै पर्ने ठाउँ हो चितवन सौरा यता कता कता अब घुम्ने ठाउँहरू टन्नै छ नि त तर म चाहिँ गएको छुइनँ यसै अब यसपालि पनि म घुम्ने पाराले चाहिँ हिँडेको होइन अलिकति टाइम एकदमै सर्टेज छ किनकि अब बहिनीको होस्टेल उता हो नि त अब बहिनीको होस्टेलमा गएर अनि त्यहाँ सामानहरू पिक गरेर के डकुमेन्टहरू त्यहाँ कलेजमा मिलाएर हामी चाहिँ फर्किनु पर्ने छ सो अल राइट गाइज अल राइट अहिले चाहिँ हामी टक्क नागढुङ्गाको यता सिमाना आइपुग्यो भन्दा नि हुन्छ यहाँ अगाडि चाहिँ सिमाना छ है आमामा घामले केही देखेन यार धुलो त हेर्नु न गाइज आमामा काठमाडौँको सिमाना अब हामी चाहिँ क्रस भइसक्यो है यहाँबाट यस्तो जाम पर्छ कि पहिला चाहिँ धेरै हिँडिन्थ्यो गाइज यो बाटो पहिला चाहिँ अब नाइटको बाटो यही हो नि त हिँड्ने बाटो अहिले त तपाईँको प्राय अब सिन्धुली हिरो भएपछि त कहाँ यो बाटो त हिँड्नै छोड्यो नि आमामा धुलोले त ध्वस्तै छ त यार हो नागढुङ्गाको बाटो चाहिँ खत्तम रहेछ है गाइज है यहाँनिर चाहिँ यस्तो बनेको रहेछ क्या अहिले चाहिँ पहिला त अलि पिछे थियो जस्तो लाग्छ गाइज अहिले त खै के हो यो पुरा ध्वस्तै रहेछ यो माथिदेखि नै क्या तपाईँको यो नागढुङ्गा यता माथि सुरु हुन्छ नि त्यहाँदेखि नै ध्वस्तै रहेछ क्या यो के गरे होला ल ल अहिले भर्खरको भर्खर झरेछ यार ल ल यार सेट अल भर्खरको भर्खर झऱ्यो यार हट चिप्ली पठाएछ क्या सेट ट्रकै झरेछ कि अहिले चाहिँ हामी बल्ल मनोकामना आइसक्यो होइन मनोकामना केबल कार चढ्ने हो अनि यसो माथिसम्म जाने घुम्ने होइन अनि बहिनीले चाहिँ पूजासुजा गर्छ होला अनि सो हामी चाहिँ फर्किने भनेर यहाँ तल आएको छौँ एकैछिन यो समाइदेऊ त एकछिन फोटो खिच्ने काम नगरौँ मैले के भनेर तिमीलाई राम्रै त भने होइन र मैले के भनेर तिमीलाई राम्रै त भने होइन र
नपाएरको फ्रस्ट्रेसन ननिकाल न बाबु राम्रैसँग भनेको थिएँ मैले बुझ्यौ नपाएरको फ्रस्ट्रेसन ननिकाल न बाबु राम्रैसँग भनेको थिएँ मैले बुझ्यौ यसो गाइज माथि आइसक्यौँ हामी चाहिँ यहाँ चाहिँ खतरा व्यापार हुँदो रहेछ यहाँ बिजनेस है भयो भयो यार ब्रदर भयो है पाइँदैन यार मलाई त त्यही भएर म त हेर्दैन म त हेर्दैन ल सो त्यही हो नराख्नु त म आफै राख्छु यो आफै यहाँ चाहिँ खतरनाक हुँदो रहेछ यार म त यस्तो त थाहा थिएन यार नराख्नु होइन पर्दैन पर्दैन चाहिँ बहिनी फुलहरू किन्दैछ अब बहिनी फुल किन्छ अनि सक्ने बित्तिकै हामी चाहिँ एकदमै खतरनाक हुँदो रहेछ यार हजुर भयो ब्रदर यार को हो र हजुर युट्युब पनि हो होइन नबनाऊँ फोटो पहिल्यै बनाइसकेको थियो यहाँ त गाइस फ्रीमै दिएला जस्तो गर्दैन फ्रीमै आउँछ ए अन्त डेन्जर हुँदो रहेछ गाइस लाटा लाउनु अलिक सोझो साझो मान्छे त गाह्रो छ यता चाहिँ सबै यो पूजाकै सामानहरू मात्रै रहेछ खाना खाजा नास्ता नखाइया ल हामी चाहिँ बहिनीले चाहिँ दर्शन गऱ्यो अनि म चाहिँ बसेँ मैले चाहिँ दर्शन गर्दिनँ किनभने साथी मात्रै आएको उसको अनि म चाहिँ यो मनोकामना यता आएको नि थिएन क्या कहिले पनि सो म चाहिँ हेर्नु पनि आएको अनि भ्लग पनि गरियो सो त्यही बबाल छ है नयाँ नयाँ भवनहरू बनिरहेको छ अनि यहाँ चाहिँ सानो पार्क रहेछ यो चाहिँ ठ्याक्कै यो मनोकामनाको माथिको वीर हिँडिरहेछ अनि त्यही हो दामी भ्यू रहेछ नि त स्विमिङ त दामी रहेछ त यार है ल दामी छ अब हामी चाहिँ यहाँ फेरि सर तल जान्छ अहिले त मान्छे त टन्नै छ यार ल हामी आइसक्यो गाइस अहिले त मान्छे त आमा अहिले त यत्रो थिएन अहिले धेरै भिड हुँदो रहेछ यार हजुर ल बवाल भयो मान्छे निस्किसक्यौँ अब धेरै कुरो नगरिकन बाटोतिर भेटेपछि फाइनली साथीहरू हामी चाहिँ आइसक्यौँ अब हामी निस्केर टक्क अहिले त मान्छे त टन्नै छ यार ल हामी आइसक्यो गाइस अहिले त मान्छे त आमा अहिले त यत्रो थिएन अहिले धेरै भिड हुँदो रहेछ यार हजुर ल बवाल भयो मान्छे निस्किसक्यौँ अब धेरै कुरो नगरिकन बाटोतिर भेट बाटोको कन्डिसन गाइस ल बबालले त ल यत्तिको हुनु पऱ्यो बाटो भनेको गाइस होइन यत्तिको बाटो भएपछि चाहिँ जे होस् विकास हुन्छ है गाइस ल विकास भइरहेछ जे होस् फेरि यस्तो चिप्लो हुन्छ कि यो
बाटो बन्दै रहेछ अब बिस्तारै बाटो कन्डिसन A few moments later. फाइनली हामी चाहिँ गाई चाहिँ चितवन पनि आइसक्यो चितवन आएर बहिनीको हस्टेल निस्किसक्यौँ उसको के भन्छ अफिसमा पनि त्यहाँ कलेजको अफिसमा निस्केर आइसक्यौँ होइन डकुमेन्टहरू लिएर बहिनी बस्नु चाहिँ दीक्षिका हस्टेल नानीको बस्नु बहिनी अनि सामानहरू लिन्छ नि त हामी चाहिँ बहिनीको सामानहरू अनि प्लस यहाँ डकुमेन्टहरू लिन्छ क्या त्यही भएर हामी चाहिँ तपाईँको टाइम पनि भन्नुपर्दा अहिले 12:56 भइसक्यो है चितवनतिर चाहिँ एकदमै धेरै गर्मी रहेछ काठमाडौँ झर्नु धेरै गर्मी छ बहिनीको होस्टेलले चाहिँ सामान प्याक गर्दैछ अनि सामान प्याक गरेर अनि चाहिँ आज हामी चाहिँ खाना पनि खाएको छैन क्या अहिलेसम्म खाना चाहिँ अब बिस्तारै गएर उतै खाजा खाने प्लान गरेर खाजा खाने अनि त्यही हो फेरि काठमाडौँको लागि बनिन्छ पानी पर्ला जस्तो भइसक्यो मौसम चाहिँ एकदमै अँध्यारो भइसक्यो घाम पनि छैन पानी पऱ्यो भने चाहिँ तनाव हुन्छ क्या फेरि केही पनि फेरि हामीले बोकेको छैन क्या प्लास्टिकहरू रेनकोटहरू केही छैन अनि त्यही हो अब हामी चाहिँ अनि त्यहाँ गएर बिचतिर कता खाजा खान्छौँ अनि त्यसपछि हामी चाहिँ स्पिड जाने हो अनि काठमाडौँ गएर बहिनी पैसाहरू के साट्नु पनि भएको थियो नि त पैसा साट्नु चाहिँ आज भ्याउँदैन होला सायद त्यही हो बिस्तारै जाने अनि बिस्तारै पुग्ने भयो भने भोलि पनि फ्राइडे हो भोलि नै साटो मिलिहाल्छ त्यही हो त गाई चाहिँ अब हामी निस्किन्छौँ बहिनीको सामानहरूले रेडी गरिरहेको छ रेडी गर्ने बित्तिकै हामी चाहिँ निस्किहाल्छौँ राइट सो हामी चाहिँ यताको काम सकेर पनि निस्किसक्यौँ है त बहिनीको होस्टेलबाट नि सामानहरू लिएर कता सिधै जाँदा हुन्छ कि क्रस गरौँ पारी अनि हामी चाहिँ अब खानै खाएको छैन गाई चाहिँ आज चाहिँ हामी चाहिँ अहिले चाहिँ हामी चितवनतिर टक्क लाएर होइन चट्टापाडामा भरतपुर चितवन है गाई चाहिँ यो चाहिँ बबाल छ भ्यू पनि अनि आज मौसमले चाहिँ हल्का साथ दिइरहेको छ गाई चाहिँ अहिले अब दिउँसो चाहिँ कस्तो हुन्छ दिउँसो भन्दा नि अब दिउँसो त भइ नै सक्यो अनि कि सकिन्छ होला हौ के गाडीमा हाल्नु तर तिमीलाई गाह्रो चाहिँ गाह्रो हुन्छ गाह्रो हुँदैन होला सकिन्छ लैजाऊँ न त सो त्यही गाइज है चितवन बजार दामी देखिरहेको छ अगाडि भ्यू कस्तो दामी देखिरहेको छ है चितवन पनि ठुलै छ नि गाइज है त्यही हो के खाजै खाएको छैन कि आज हामीले खाजा खाना केही खाएको छैन त्यही भएर केही चाहिँ खानुपर्ने हुन्छ अब अगाडितिर जाउँ होटलमा अनि के हुन्छ केही चाहिँ खाने अनि हिँड्नुपर्छ है त ओ ब्रो यो डकुमेन्ट थियो क्या त्यहाँ डकुमेन्ट चाहिँ लानु पऱ्यो यार लानिसक्यो यार फेरि अनि त्यसरी बाहिर राखेको छ अनि त्यो त अनि भोलिको पर्सि हिँड्ने फ्लाइटको डकुमेन्ट पो छ त यार ल ल ल ल म आउँछु ल निस्कदा आउँदैछ त आइसक्यो नि बस्दै गर ल मुनि छ यतापट्टि चेनमा हो बाहिर ए सो गाइज हामी चाहिँ यहाँ सामान हालिसकेको थियौँ फेरि डकुमेन्ट चाहिँ लानुपर्ने भयो क्या मेन डकुमेन्टकै लागि आएको यसमा हो यस्तो छ गाइज होइन यो चाहिँ फेरि हाम्रो चाहिँ अब बहिनीको जापानको डकुमेन्ट हो नि त सबै यहाँ पासपोर्टदेखि लिएर सबै कुरा छ यस्तो छाड्ने कुरा त भएन नि त होइन गाइज सो त्यही भएर यो चाहिँ हामीले लानै पर्ने हुन्छ लगेर जानु पऱ्यो यो चाहिँ सामान अलिक अप्ठ्यारो भयो क्या बाइकमा त्यही पनि एनएसमा अलिकति सामान राख्नु मिल्दैन नि त दुईजना बस्दाखेरि एकजना मात्रै भयो बाँधेर भए पनि मिल्थ्यो सो चितवनको गर्मीले मरिसक्यो यार ल खलासी बनिँदैछ है हो मेन यता हो नि होइन ल त्यो बडा छोप छ होला नि त त्यो होइन पछि उसले छोप्छ ए फेरि पानी परेर सबै अनि भिज्ला नि ए अब चितवनबाट निस्किसकेको अवस्था छ है त गाडी चट्टा लगाएर अहिले चितवनको रक बजारबाट
बस पार्कमा त्यहाँ हाम्रो सामान गाडीमा लोड गरेर सामान चाहिँ गाडीमा पठाइदियौँ अनि त्यसपछि अनि खाजासाजा खाएर चाहिँ हामी चाहिँ अब चाहिँ फेरि ब्याक टु केटिएम। सो त्यही हो आजको राइड चाहिँ बबाल मजा भइरहेछ। जे होस् न्यू ठाउँतिर आउँदाखेरि होइन मलाई पनि यसो रमाइलो लागिरहेछ भनौँ न। पहिला पनि आउनु त आएको हो यो चितवनतिर, तर पनि अब धेरै पछि आफ्टर लङ टाइम पछि क्या हामी सिधै होइन यता ए ल हामी चाहिँ यता जानुपर्ने हुन्छ। सो त्यही हो गोर्खा पोखरा वीरगन्ज काठमाडौँ 138 किलोमिटर रहेछ। ल 138 किलोमिटर भनेको पनि धेरै हो गाइज। अब हाम्रो नर्मली 2 देखि 3 घन्टा चाहिँ लाग्छ है त। ल खतरनाक हुन्छ अब बाटोतिर। ब्याट्री चाहिँ मेरो क्यामेरामा अघि नै सकिसकेको थियो, बिचमा आएर अनि फेरि एकछिन चार्ज गरेँ यतातिर। सो त्यही हो। ओके बेबी ओके। महाभारत चाहिँ के गर्दैन यार। मामाले रोक्यो हामीलाई। सानो सानो छैन त हेर त दाउरा सानो सानो छैन आँटे हट सर त्रिशुल बगिरहेको छ गाडी। यो त्रिशुल चाहिँ 12 मास यो धमिलिन्छ है क्या गाडी। सुधे बहिनी र म चाहिँ यहाँ आधी बाटो पनि आइसक्यौँ भन्दा नि हुन्छ। अब अफ रोडिङ बाटो धेरै छ हाम्रो चाहिँ। अब सामान पनि आउँदै होला सायद अनि बिस्तारै यस्तो जान्छ गाई चाहिँ। गाडीलाई त अनि तनावै हुन्छ नि त। अब बाइक चाहिँ बिस्तारै बिस्तारै जाउँ कहाँसम्म। बाइक पनि फेरि अरू त आएकै छैन त यार, हाम्रो मात्रै छ। हो तनाव बनायो तनाव। हाइस त छिरा बाबा यहाँ उता उता यहाँ छिराउनु पर्छ यहाँनिर। ए यो बिग्रेर रहेछ नि त यार, यसले धोका दिएको। ए आमामा कति गनाएको। यो कबाडी गाडी किन नेपाल ल्याउँछ सरकार? नयाँ नयाँ ल्याए न यार। कबाडी ल्याएपछि त यस्तै त हो नि। बाटो पुगेन होला। यहाँ तलबाट पनि छिरेछ नि के गर्नु। ओ माई गड जाम गाइस जाम। यो के हो सरकार? के हो यो के हो यस्तो? के हुँदैछ नेपालमा? यो राति बनाउनु नि के जाउँ 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 जाउँ। ल पखाए थ्याङ्क यू दाइ थ्याङ्क यू दाइलाई। हामी चाहिँ रङ साइड आयो गाइस अनि फेरि अहिले यहाँ बाटो बनाउँदै साला
राति बनाउनु नि माकुरीहरू जब दिउँसो हुन्छ गाडी हिँड्ने बेला भएपछि पिच गरे हुन्छ भने यार ठिक छ बाटो बनाउनु पर्छ यार अलिक टाइम मिलाएर गर्नु पर्यो नि त कि बाटो अर्को खोल्नु पर्यो यसो फास्ट ट्र्याकको लागि यता त खुल्ला रहेछ नि त बहिनी त्यही बाटोले गर्दा रहेछ क्या यस्तो पाराले हुँदैन सरकार केपीजी यहाँ आउनु पर्यो यहाँ आजको जाममा चाहिँ केपी सरकारलाई त थाहा नै छैन यो मान्छेको पीडा हो नि हामीले चाहिँ खाजा आइसक्यो आइरास खानाहरू भेजमा भेजिटेरियन त भन्छ मलाई पनि छुट्याइदिइसक्यो बफ थुक्पा है दामी छ अनि हाम्रो चाहिँ लस्सी पनि अहिले चाहिँ तपाईँको 7 बजेर 29 मिनट भएछ चिकनबाट भर्खर आइपुगेको धेरै नै लामो चाहिँ भएको थियो मैले हेरेर मिलाएर हाल्छु सो त्यही हो अनि आजको भिडियो चाहिँ यहीँबाटै इन गर्छु मैले अब हामी चाहिँ सामान पनि आइसकेको छैन हाम्रो चाहिँ सामान अब आउनुलाई पनि त्यही हो अब घर जान्छ त्यही 2 घन्टा लाग्छ कि सामान आउँदा पनि सामान आएपछि फेरि हुन्छ